प्रिय आमा बाबा नानीहरू, आजको दिनमा मेरो हृदयभरिको प्रेम हजुरलाई पठाउँदैछु। हजुर जानुहुन्छ जता हुनुहुन्छ, म हजुरको लागि प्रार्थना गर्दै बसिरहेको छु। यो घडी एउटा चिन्तनको घडी हो मेरो लागि, मेरा सारा मम्मी बाबा नानीहरूको यात्रीहरूको लागि प्रार्थनाको दिन हो आज। यसर्थ म सोही प्रकारले बिताइरहेको छु समयहरू। मेरो यात्रीहरू बिना मेरो जीवनको अर्थ छैन, जीवनको परिभाषा हराउँछ। हजुर नै हो मेरो प्यार, हजुर नै हो मेरो जीवनको सुख। यसर्थ नै बाँकी रहेको सारा जीवन हजुरलाई नै चढाएको छु। हे मेरा प्रिय आमा, हे मेरा प्रिय बाबा, हे मेरा प्रिय नानीहरू, म हजुरको अगाडि पछाडि सधैँ यात्रा गरिरहनेछु र हजुरबाट म कहिले टाढा हुने छुइनँ। यही निवेदन गर्दै आजको दिन असल बन्ने, राम्रो बन्ने, उद्धारक बन्ने सङ्कल्प गर्दै हजुरलाई म सानो मेरो हृदयभित्रको प्रेमसँग भजन सुनाउन लागिरहेको छु। स्वीकार गर्नुहोस्। जय प्रेम। एक्लो फेरि बनाएर, एक्लो फेरि बनाएर, एक्लो फेरि बनाएर। एक्लो थिएमा संसारमा बटुवाझै यात्रा गर्थे, रोँदै हराउँदै तिमीलाई नै खोज्दै हिँड्थे। एक्लो थिएमा संसारमा बटुवाझै यात्रा गर्थे, रोँदै हराउँदै तिमीलाई नै खोज्दै हिँड्थे। पाए आज प्यार ननी आशा गए बढेर, नछाड मलाई ढुकढुकीमा एक्लो फेरि बनाएर, एक्लो फेरि बनाएर, एक्लो फेरि बनाएर। म बाँचुन्जेल सामने उपदेश पनि सुनिराखा, एक दिन सामुमा हुँदिन यो कुरा बुझिराखा। म बाँचुन्जेल सामने उपदेश पनि सुनिराखा, एक दिन सामुमा हुँदिन यो कुरा बुझिराखा। चिहालाई सुन्दा त्यतिखेर बोल्दैन फेरि कहिल्यै हेर, नछाड मलाई ढुकढुकीमा एक्लो फेरि बनाएर, एक्लो फेरि बनाएर, एक्लो फेरि बनाएर।
स्वार्थीको संसारलाई हृदयबाटै मोलिदियो अरूको सेवामा समर्पे आफैलाई गाडिदियो स्वार्थीको संसारलाई हृदयबाटै मोलिदियो सबको माझ सानो बने सबको प्रिय भइदियो नछाड मलाई जुजुकीमा एक्लो फेरि बनाएर एक्लो फेरि बनाएर एक्लो फेरि बनाएर केवल तिम्रै हो हात गर्दै हिँड्न सिकाउने